हामीले घरपरि खोलाबाट यतापट्टि तल हाम्रो कोडाले भिनाजुको पँधेराको यतापट्टिबाट खोलो तरेर आयौँ हामी यसरी। यहाँ एउटा कमेरीको रुख र चिलाउनीको ठुलो रुख थिए। चिलाउनीको रुख चाहिँ छ अझै माथिसम्म, कमेरीको रुख चाहिँ छैन, पहिले ढालिसकेको थियो तर सानो बिरुवा चाहिँ पलाउँदो रहेछ। अनि यहाँको ठुलो पैँयो यस्तो भएछ, माथिको पैँयो त्यस्तो छ। हामी तल हाम्रो घर बारीको खेतमा आइयो। तलको हाम्रो मैले बाख्रा चराउँदाखेरि बाघले बाख्रो खाइदिएको, यहीँभित्र लगेर बाख्रो खाइदिएको खरबारीमा। हाम्रो खरबारी भन्ने हेर्नु अब खेत आयो, खेत यस्तो भएछ नि त। ल हाम्रो खरबारी तल देख्छौ नि त्यो बाँसघारी थाहा छ क्या? बाँसघारी छ नि तलैसम्म हाम्रो हो। त तल खेत छन् नि, त्यो खेतबाट यो खरेर तलतिर गएर हेर। बाटो हो के यस्तो काल्नाबाट झरेर जानुपर्छ। आऊ न ल हेर्न। मेरी बुढी पहिलोचोटि हाम्रो घरमा आएको। माथि बारी छ, हामी यहाँ खेतमा निस्किसक्यो। काल्नाबाट झरेर आउँदैछौँ। यो सबै खरबारी, यहाँ सबै खरको घाँस पलाउँछ कि गुराँस त यहाँ छ नि, यहीँ छ नि गुराँस त ऊ त्यहाँ छ कि। तर मासियो त मासियो नि त। अनि यो खरबारी धेरै ठुलो छ हाम्रो। अब पर भित्तामासम्म छ। अहिले यसो हेर्दै जान्छौँ हामी। ल हिँड। यो हाम्रो खेत हो। गरे यस्तो भएको छ खेत पनि। खेतका गरा कति सानो देखेको, पहिला त ठुल्ठुला देखिन्थ्यो गरा त। अहिले जमिन पनि घट्ने रहेछ कि क्या हो, सबै खुम्चेर सानो भयो जस्तो देख्छु मैले त। यो हाम्रो घरबारी हो, माथि घरको सानो केरा देखिन्छ। बाख्रा चराउने, भैँसी चराउने, घाँस काट्ने। एकैछिनलाई ब्रेकमा, एकछिनपछि हामीले अहिले तल्लोको खरबारीमा आइएको छ। खरबारी यस्तो छ। यहाँ म्याल फुलेछ सेतै, काफलको रुख यहाँ छ। हामी गुराँसको रुख हुन्छ, गुराँस बुढो भएर सुकिसकेछ कतै बिचरा। खरबारी हाम्रो तलको माछन्ना खेत के डाँडा खेत के भन्छन् के अरे, यही हो। पारि देखिने काम वाङ्दी भइगयो। सबैभन्दा ठुलो चिलाउनीको रुख। यसमा त्यो मैले भन्थेँ नि गाल्चेको फुल भनेर, यसमा थुप्रै हुन्थ्यो सेतो फुल्ने। है तल्लो त्यो अहिले कुरा भएको थियो त हाम्रो उसको। कहिले दाउरा जम्मा गरेर रहेछ नि। मजाले फुले खा त है। गाल्चेको फुल ल आऊ तल।
यो खरको खोसाले काट्छ बिच्छ है यो ख्याल गरेर हिँड्नु गुराँस खानु मन लाग्यो भने गुराँसको रुखमा चढिछन् गुराँस खाने रे गुराँस गुलाँस कहाँ आएको रे नानु हामी गुलाँस टिप्न हो गुराँस हन ल गुराँस आयो ल सम गुराँस खाएको हो नफाल यसो यताको गुराँस फेरि साह्रै मिठो हुन्छ यो गुराँस हो कि उयो गुराँस हो कि नेपालको राष्ट्रिय फुल लाली गुराँस म त गुराँस खान्छु हामी पनि गुराँस खाने है त्यो हामी अहिले घर परियो खोलाको तलको खरबारीको टुप्पाबाट यता चौरा खोलातिरको टुप्पातिर हेर्दै हेर्दै आइयो हाम्रो अब हामी उत्तिस घारीमा आछौँ उत्तिस घारी हेर्दै हेर्दै माथि उक्लिन्छौँ अब हामी यसरी हाम्रो खेत तलको घरबारीको खेत हो कठै गरे कस्तो कस्तो लागेछ अहिले त पहिला त खेतको गएर पनि ठुल्ठुला जस्तो लाग्थ्यो अहिले त घटेर किन यति सानो भए हुन् मेन ठुलो खले गऱ्यो भने त यति सानो देखिन्छ किन खै जमिन पनि मिच्चिँदै सरेर खुम्चिने रहेछ है के हुने रहेछ सबै सानो सानो जस्तो लाग्ने पुरा ठुलो लाग्ने हुँदो रहेछ हामी अहिले खेतबाट अलि माथि उक्लेर बारीतिर आछौँ बारीको काल्लो माथि उक्लिँदैछौँ माथि लाएपाटा र ठुलपाटा जान्छौँ अनि सर्वत देखाउँछौँ उतापट्टिबाट उक्लिनु भनेको बाटो नभएर लास्टमा यहीँ जाइयो यो ढुङ्गा दुधे घाँस हुन्थ्यो अझै रहेछ अलिअलि ल यो सबै हाम्रो बारी गएर हातमा गुराँसहरू मोबाइलसम्म त्यो अप्ठ्यारो भएको छ निकाल्न अघि हामी आएको त्यहाँ तलबाट देख्यो त्यो तलबाट आएर उतापट्टि सबै बजायो बारीभरि कले गरिस् खै यहाँसम्म चाहिँ जोत्याएर छन् यसपालि तल पुगेर आइयो हामी चाहिँ बिलाउनीले चाहिँ जिन्दगी कहिले नछोड्ने रहेछ जहाँ गयो त्यहीँ बिलाउनी छ बाटो हो यो सबै हिँड्ने बाटो हो यहाँ माथितिर हिँड्न छोडे पहिला जतिको कसरी उक्लिने अब भिडियो खिच्दैछु मोबाइल भरे कहाँ आइयो हामी ए यहाँ पो आइयो त लाएँ बाटोमा यो गौड यस्तो भएछ त्यही भएर अप्ठ्यारो पहिले अप्ठ्यारो थियो छन् त यहाँबाट झर्ने हामी यहाँ लाए बाटोको छेउमा यो अमिलाको रुखा कौवा ठोड्ने झाल रहेछ यही पहिलाको सम्झना आयो यहाँ धेरै यो त ठुलो झाल धेरै ठुलो कौवाको चुच्च अस्ति हुन्छ यो कौवा ठोडे चाहिँ झाङ चाहिँ त्यही भएर कौवा ठोडे भने यसलाई यहाँ कमेरीको रुख थियो सानो हामी लाए बाटोको छेउमा छौँ लाए बाटो त अलि जस्तो नचिनिने भएछ त हिँड गरे
यति साँगुरो बस्छ लाबाट पनि यहाँ हामीले कटेर हाल्थ्यौँ किन यसरी घट्यो अचम्मै लाग्यो त यति पछाडि हेर्न त लाए पाटो हो यो त्यहाँ छेउबाट जोतेर लाए पाटोभन्दा मुनिको पाटोदेखि जोत्नु थाले रहेछन् सबै बाँझै छ अरू त यो पाकेपछि अझै पाकेपछि कौवाको आँ गर्छ नि त्यस्तै आँ गर्छ कि यो पनि अचम्मको जात हो यो कति खेलाउँथ्यौँ हामीले यो घुर्चुलका रुखहरू थिए यहाँ सबै यस्तो भएन बर्खामा त यहाँ त पुरै घाँसै घाँस हुन्छ हुन त सिस्नु त पुरै त्यो समाउँदा फेरि त्यो हाम्रो घर त्यहाँ छ ती घरबाट हामी यहाँ लाए बाटोमा बाहिर हेर्दै हेर्दै भिडियो खिचेर अब हामी चौरामा निस्किन्छौँ के अरे बारीबाट माथिबाट ठुलो बाटो हो जोतेर मकै छरेर रहेछन् ल यतातिर हेर्दाखेरि यस्तो गरेपछि यहाँको सेल्नेको खरको बुक्छ हराएछ यो यसमा बस्थेँ म यो थिएन यो अहिले बढेछ कि अरे होइन यो हो कि यो थियो यही हो यहाँ चाहिँ यो सेलमा मैले आगो लाउँदा खरको बुक्स चाहिँ हराएछ यहाँ घुर्चुल उमेर छ यहाँ बसेपछि यताको पाखा पनि पुरै देखिन्थ्यो यताको पाखा पनि पुरै देखिन्थ्यो बाख्रा जता गयो नि यहाँ देखिन्थ्यो अनि हाइस गरेपछि सुरुर घर आइहाल्थ्यो बाख्रा ल मैले लाए पाटाबाट यस्तरी देखाएँ तलको बारी पुरै बाँझी पहिरो गरे लाए पाटो मलाई भैँसीले कुचेको नि यहीँ सुताएको बेलामा अरे भैँसी मनराउँदै आएछ होइन दगुर्दै अनि कजाप्प कुचेर गएछ क्या उसले जानी नजानी केरा छ त्यहाँ यो काल नै भरि सिस्ने हुन्छ बर्खा त मकै छरिएको छ बल्ल बारीमा सबै कहिले आइएला र बरु अब पर्खालमा आइयो यहाँको सबै फाँडेर अमिलाको झाङसाङ उजाडिलो भएको यो हाम्रो डिका पाटाहरू निनेर यहाँ यो पर्खालको सिधा तल पर्खाल सकिने बेलामा यहाँ ठुलो पैँयुको रुख थियो पैँयु त काटेर यस्तो भएछ अहिले त पैँयु त छैन तल उत्तिस घारीमा अलिअलि उत्तिस रहेछन् केराको अझै अलिअलि अवशेष चाहिँ बाँकी रहेछ केराको तल पुछ्रा पाटो भन्ने पुरिरहेछ झाडीले छैन घाँस काट्दैछन् तर कसले यो हाम्रो डिका पाटाहरू गएर यो पर्खालको छेउमा भएको ठुलो रुख पैँयुको छैन सबै घरबारी माथि घर हो घर पनि अलि सबै किन यति उजाडिलो भयो मन धुरु रुन्छ अरे मा फर्केँ पैँयुको ठेटो मात्रै छ त्यहाँ काटेर लगेछन् छैन पैँयु चाहिँ यहाँको दुधिला बोट केही छैन अरे चौराको पाटा यिनी चौराको पाटा
पर्खाल 10-15 वर्षपछि यो पर्खालमा पाइला पुग्थ्यो गरे। बाटोको यहाँ कटेर पनि छैन, गायब भएछ। यहाँको यो पैँको चाहिँ अवशेष मात्रै बाँकी रहेछ। चौरा पैँया नभए चौरा कटेरको छेउको पैँको अवशेष मात्रै बाँकी छ। बाटो छ नि यहाँबाट बारेको उतापट्टि थियो त त्यहाँ पनि हामी जानुपर्छ मान्छेहरूको जसरी नि। र तल्लोबाट जाऊँ हामी, फर्किँदा देखिन्छ। चौरा धारा त जानु पऱ्यो गएर आऊ जाने हो। चौरा धारा नगइन त कहाँ घर जानु मन लाग्छ त। हामी चौरा धारा पुगेपछि मात्रै फिर्छु। 2081 सालमा घर फर्किँदाखेरि अहिले चौराको धाराको हालत यस्तो छ। यहाँ कुवा बनेको पुरै बनमाराले खाएछ। धारो चाहिँ यस्तोमा परिवर्तन भएको छ है, तुरुरु भएको छ बिचरा चौराको धारो। कति ठुलो धारो आउँथ्यो यहाँ, हामीले नुहाउँथ्यौँ। अहिले यस्तो भएको छ। अब है चौरा धारो भएको ठाउँ चाहिँ कुवा बनेछ यस्तो। त्यहाँ उतापट्टि चाहिँ पानी फर्काएर त्यहाँ सानो धारो भएको छ। अहिले मकैको धार दिने ठाउँ यस्तो भएछ। यो चौरा जाने बाटो हो। पुरै झाडी नभएको ठाउँमा झाडी भएको छ, झाडी भएको ठाउँमा चाहिँ फेरि अर्कै भएको छ। के भएको खै बुझि नसक्नु भएछ। चौरा धाराबाट यता हाम्रो घरतिर हेर्दाखेरिको दृश्य यस्तो देखिन्छ। दुईटा काभ्रा छन् पर, पुरै बनमाराले खाइदिएर यस्तो भएको छ। अब हामी जाउँ। चौरा खोलो खाला त अहिले यस्तो चाहिँ सबैभन्दा ठुलो उत्तिसको रुख थियो। यो त्यसै कसले काट्यो के गरे। यहाँ धेरै बुढो उत्तिसको रुख थियो, धेरै अग्लो पनि थियो। अनि त्यो खरे जस्तो घाँस हुने भएछ। चौरो मासिएर यस्तो भएछ। तल ढुङ्गा थियो क्या ठुलो। दुईटा काभ्रा यिनै हुन्। भैँसीले ढाड कनाउँथ्यो यो ढुङ्गामा। हामीले भैँसी चराउँदाखेरि बिचरा ढुङ्गाको अवशेष छ अझै। यो ढुङ्गा पनि ल काभ्रा रुख। अब यो तल्लो बाटो हाम्रो मूल भएर जाने बाटो हो। यो छेपारा बस्ने ढुङ्गा थियो यहाँ, अझै रहेछ। यो ढुङ्गा छेपारा लुकेर बस्थ्यो। यहाँ माथितिर जान्छौँ हामी। तिमुरको बट्रे चाहिँ यहाँ
टिमुर त थियो र पहिला थुप्रै यहाँ थियो अहिले तलको त त्यहाँ अलि पनि छ। थियो मान्छेहरू पनि बुढा भएछन् सबै खिङ्रिङ्ग भएछन् अब नयाँ रुख फलाएर बढे पारो पुरानो बुढा काटेर सक्यो अब त मरुभूमि जस्तो हुन लागेछ हामी त चौराबाट माथितिर उक्लेर हाम्रो माइलोको घर जाँदै गर्दाको बाटोबाट हाम्रो घरतिर हेर्दाखेरि यस्तो देखिन्छ घर हो त्यस्तो हाम्रो वाङदीको गाउँ यता छापाहिले वाङदी म्याला त्यो डाँडो अझै त्यस्तै छ हाम्रो घर माथितिर बारीबाट खिच्दाखेरि यस्तो देखिन्छ त्यो घर कुन दिन त्यही पनि ग्राममा ढलेपछि झन् नराम्रो हुन्छ मल भोग्दै हुनुहुन्छ यहाँ मकै छ है मल पनि अझै छिटाएर भ्याउने हो ए हाम्रो घर हाम्रो यो चौराको कटेरो हो यो चौराको रे घरको त्यहाँ त्यो घर भयो हाम्रो यो कटेरो कठैबारे भैँसी बाँधिदिउँ अहिले यहाँ भैँसी छैन यो ठाउँ देख्दाखेरि त्यो भैँसीको याद आउँछ पहिला लामो थियो कटेरो भत्केर पछि छोटो भएको हो यो पर्खाल यहाँ मल खेतो हुन्थ्यो साग हुन्थ्यो टन्नै अलिअलि साग रहेछ गोबर रहेछ थोत्थोरी भयो नि हाम्रो घर यस्तो भयो नचिनिने भयो गरे यो चाहिँ कटेरा पाटाको हो यो तलतिर ठुलो पाटो हो यो चाहिँ जोतेर मकै छरिसकेका रहेछन् हाम्रो कटेरो हो हाम्रो घर प्राणभन्दा प्यारो छ भने जस्तो हो पारिदेखि चाहिँ खाल डाँडा हो
केरा फलेको छ अलिअलि। हाम्रो डिँको पाटा भन्ने यहाँनिर हो। सबै डिँका पाटाहरू हुन्। दुईटा काब्राहरू खुवाए। चौरातिरबाट भिडियो खिच्दै गर्दाखेरि हाम्रो घरको तलतिर कटेर उपल्ला कर्सातिरको यो बाटो हो। यस्तो भएछ। यहाँ बिजुलीको खम्बा थियो, भाँचिएछ गएछ। यो अहिले नयाँ छ। ढिका पहिला बाटो कुनाबाट थियो, त्यहाँबाट थियो। अहिले ढिकैबाट बाटो बनाएछ। त्यहाँ फास्ट ट्र्याक खुलेछ, फास्ट ट्र्याक। यो हाम्रो घर। घर यो आँगन। यहाँ आउँदा चाहिँ मलाई अलिकति अचम्म लाग्यो। यो यदि यो घर भत्केर गएको भए चाहिँ यो ठाउँमा घर थिएन जस्तो हुने रहेछ। यो ठाउँ साँगुरिएर हो कि के भएर नचिन्यो। घाँस उम्रेर, झाडी उम्रेर पर्खाल चाहिँ यहाँ अवशेष जस्तो बाँकी देखिन्छ अझै। यो आँगना ढिक भएर यो यतापट्टि केरा फलेका रहेछन्। हाम्रो केराघारी। यहाँ सिरिसको रुख थियो, त्यो छैन अहिले। हाम्रो घर यही हो। हाम्रो घरको दल्यान, मूल ढोकातिरको दल्यान। यहाँ चाहिँ खाट थियो पहिला। गाह्रो यहाँ अलिअलि रहेछ पहिलाको ठुलोसम्मको दल्यानको। यहाँ यो भएपछि यहाँनिर थियो बलेनी बल्ल। यहाँनिर बलेनी थियो। उपल्ला गर्छ यस्तो। आऊ न। घरभित्र मूल ढोका यो चाहिँ मूल ढोका हो। त्यहाँ टाँड थियो। यो दराज सानो हाम्रो खोपो। यता पनि टाँड थियो के अरे, यहाँ पनि टाँड रहेछ। यहाँ चाहिँ एउटा ढोका चाहिँ खसेछ। यहीँ गरे साङ्ला यस्तरी लगाइन्छ ढोका। भित्र अघि नै हामी एकचोटि गएर आइसक्यौँ। अलि धरापे छ के अरे बिल्डिङमा ढल्यो भने यहीँ हामी मिचिन्छौँ। माथिको यस्तो छ तलाको। यिनी थाम मैले मादल बजाउने थाम चाहिँ यही हो। गिन्न ताक्न गर्थ्यो। यो यसको यो थामको यो काँधभन्दा पनि म होचो थिएँ पहिला। अहिले त मेरो कम्मर आउने भयो। म बढेर
यस्तो डिजाइनको थाम हुन्छ हाम्रो घरको।